निम्ति आम नेपाली जनता एकताबद्ध हुनुपर्छ। झोले झ्याम्टे भेडेहरू कुखुरे बाख्रेहरू यो सोचबाट तिमीहरू अगाडि बढ्नुपर्छ। यस्ता सोचहरू त्यागेर देशको लागि अगाडि बढ्नुपर्छ। आउनुहोस्, भ्रष्टाचारीहरूलाई कारबाही गर्न, दलालहरूलाई कारबाही गर्न हामीहरूले अब अगाडि बढ्नुपर्छ। एकताबद्ध भएर देश बनाउनुपर्छ। तपाईँ पनि देश बनाउन चाहनुहुन्छ भने, भ्रष्टाचारीहरूलाई कारबाही गर्न चाहनुहुन्छ भने युवराज सफलसँग हातेमालो गर्नुहोला। कोही कसैले गाली गर्दैमा मेरो बाल पनि हल्लिँदैन, कसैले केही भन्दैमा युवराज सफललाई केही फरक पर्दैन। भ्रष्ट र दलाल तस्करहरूका विरुद्धमा हामी बुलन्द आवाज बोलिरहेका छौँ। कोही माइकलाले रोक्न सक्दैन, कोही माइकलाले छेक्न सक्दैन। युवराज सफलले चाह्यो भने भ्रष्टाचारीहरूको निद आराम मात्रै गर्न सक्दैन, दलालहरूका विरुद्धमा कारवाही छेड्न सक्छ। तेरा बाउ रवि लामिछानेलाई जेलमा कोसेको मान्छे हो, लुसिफरहरूलाई जेलमा हाल्न सक्ने खुबी भएको मान्छे हो। मान्छे चिनेर बोल। तिनीहरू जस्ता गल्लीमा भुट्ने कुकुर जस्ता घुसियाहरू जस्ता युवराज सफल होइन। यो देशमा देशको बहालवाला उपप्रधान गृहमन्त्रीलाई तपाईँको त्यो सत्ताबाट ओह्रालेको मान्छे हो। कानुन विधिको शासनमा हिँड्ने नेपाली जनताको पक्षमा बोल्ने मान्छे हो। घन्टे अपराधी ग्याङहरूलाई सिद्ध्याउन सक्ने खुबी भएको मान्छे हो। देशलाई माया गर, जनतालाई माया गर, म केही भन्दिनँ। घन्टे अपराधी ग्याङले एमसिसीको विरोध गरेको उदाहरण छ। घन्टे दलालहरूले एसपिपी सम्झौताको तपाईँको चाहिँ विरोध गरेको उदाहरण छ। राष्ट्रघाती सन्धि सम्झौताको विरोध गरेको उदाहरण छ। धर्मनिरपेक्षताको विरोध गरेको उदाहरण छ। संहिताको विरोध गरेको उदाहरण छ। घन्टे ग्याङ अरूले 45 वर्ष लुटे, 50 वर्ष लुटे, लुट्न पाऊँ भन्ने भन्दा सहकारी लुटप्पा सहकारी कटप्पाहरूको लुटप्पाहरूको चाहिँ अरू केही छ? देश बिगार्नेहरूले, देश बेच्ने दलालहरूले दायाँ बायाँ गर्न मिल्छ? यो देश तेरो बाउको वीरता होइन। यस्ता सहकारी लुटप्पाहरू, सिंहदरबार जलप्पाहरूको चाहिँ पक्षमा लागेर आफ्नो देशलाई खरानी बनाउने काम नगर। तिमीहरूले हिरा र किरालाई चिन्न सक्दैनौ भाइ। जुन दिन तिमीहरूले हिरा र किरालाई चिन्न सकेनौ त्यो दिनदेखि यो देश ओह्रालो लागेको छ। देशलाई समृद्धिको बाटोमा लानको लागि को हिरा को किरालाई चिन्ने गर। तिमीहरू जस्ता दलालहरूले युवराज सफललाई जथाभावी कमेन्ट गर्नेहरूलाई दिनमा 3 पटक खाना पाउने आँची म तयार गरिदिन्छु। बिहान दिउँसो बेलुका मैले गरेको आँची एक चम्चा भए पनि तिमीहरू दलालहरूलाई खुवाइसकेपछि अनि तिमीहरूको चेता आउँछ। तिमीहरूलाई मैले केही नभनिकन राम्रो मुखले बोल्दाखेरि तिमीहरूलाई पुगेन। त्यसैले युवराज सफलको आँची बिहान दिउँसो बेलुका 3 टाइम एक चम्चाको दरले पनि तिमीहरूलाई खुवाउँछु। लाइन लागेर आइज, फारम भरेर आइज, त्यसै खान पाउँदैन तिमीहरूले, बुझिस्? तिमीहरूलाई एक चम्चा गरेर आँची खुवाउँछु म। आऊ तिमीहरू लाइन लागेर फारम भरेर आऊ, त्यसै तिमीहरूलाई दिन्न म। मलाई ब्याड कमेन्ट गर्ने जतिहरू त्यसरी आऊ। एक चम्चा भयो भने तिमीहरूलाई आँची खुवाउँछु म, बुझिस्? देशद्रोही देशका धमिरा हेरिबस्। लाइन लागेर आइज, तँलाई खुवाउँछु आँची। ब्याड कमेन्ट गर्ने जति सबैलाई आँची खुवाउँछु म, बुझिस्? यति कुरा विचार गर भाइ। ल साथीहरू फटाफटी आउनुहोस्। तपाईँ हामी युवराज सफलको लाइभमा छौँ यतिखेर। हेलो सफल, ल हेलो सफलमा तपाईँलाई नमस्कार छ। फटाफटी आउनुहोस्। यिनलाई यति भनिसकेपछि मनलाई आनन्द भएको छ। ठिक छ, आउनुहोस्, फटाफटी आउनुहोस् न, फटाफटी आउनुहोस् साथीहरू। भ्रष्टाचारीहरूलाई कारवाही गर्नुहोस्, दलालहरूलाई कारवाही गर्नुहोस्। युवराज सफलले यो देशमा कानुनी राज्य विधिको शासनको पक्षमा बोलेको छ, नेपाली जनताको पक्षमा बोलेको छ। आजसम्म कसैको 1 रुपियाँ फुटेको कौडी खाएको छैन, ठगेको छैन सहकारी लुटप्पाहरूले। अनि युवराज सफललाई आरोप लगाउने, देश बेच्ने दलालहरूको पक्षमा बोल्ने, राष्ट्रवादी व्यक्तिलाई गाली गर्ने। तिमीहरूलाई आँची नखुवाएर के खुवाउनु पर्ने? तिमीहरूको पालो आउँदैन। नाम टिपाएर आइज, एक चम्चा आँची खुवाइदिन्छु तिमीहरूलाई म। विचार गर भाइ। युवराज सफलले राम्रो मुखले हजुर यसो नगर्नुहोस् भाइ बहिनी भन्दाखेरि नहुने। तिमीहरूलाई चाहिँ बिहान दिउँसो बेलुका 3 टाइम आँची नखाइकन तिमीहरूको बुद्धि आउनेवाला छैन।
हेर्नुहोस् ब्याड कमेन्ट गर्नेहरू आची खानेका लिस्टमा परेका र साथीहरू एक एक चम्चा खाने गरी चाहिँ तिमीहरूलाई 3 चम्चा नभए 1 चम्चा भयो भने खुवाएर छोडिदिन्छु म विचार गर र साथीहरू फटाफटी आउनुहोस् ल फटाफटी आउनुहोस् फटाफटी आउनु भ्रष्टाचारीहरूलाई जेलमा लगेर कुच्नुपर्छ समृद्धिको बाटोमा हामी हिँड्नुपर्छ रेलैमा हो रेलैमा सफल रेलैमा रेलैमा हो रेलैमा सफल रेलैमा रेलैमा हो रेलैमा सफल रेलैमा घन्टे ग्याङको मालिक फेरि जान्छ जेलैमा सारङ्गी रेटौँला मौका मिल्ने जेलमै रेटौँला तिमीहरू जस्ता घन्टे अपराधी ग्याङलाई जलाइ तिमीहरूलाई सिद्ध्याउने छ युवराज सफलले विचार गर तिमीहरू जस्ता दलालहरूलाई युवराज सफलले चाहिँ एक्लै सिद्ध्याउँछ भने तिमीहरू दलालहरूलाई घन्टा बोकेर हेर तिमीले घन्टा हल्लाएर केही पनि हुँदैन घन्टी बजाएर मान्छे प्रधानमन्त्री बन्थ्यो भने मन्दिरको पुजारी कतिचोटि मन्त्री बन्थ्यो अनि त्यो जिन्दगीभर क्याम्पसमा घन्टी बजाउने पाले कतिचोटि मन्त्री हुन्थ्यो अनि हाम्रा घरमा बिहान बेलुका घन्टी बजाउने हाम्रा हजुरबा हजुरआमा हाम्रा आमाबा कतिचोटि मन्त्री भइसके त्यो गधाले पनि घन्टी टिन्निङ 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 गर्छ त्यो कुखुराले पनि घन्टी बजाउँछ आजकल बिरालोले गधाले भेडाले पनि तपाईँको चाहिँ टिन्निङ टिन्निङ बङ्गुर सुँगुरले पनि टिन्निङ 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 कुकुरले पनि घन्टी बजाउँछ नापेश्वर घन्टी बजाउने जति मान्छे सबैजना मन्त्री हुँदैनन् ल ढुक्क आउनु साथीहरू सबैजना आउनुहोस् ल फेमस लामाजी थ्याङ्क यू सो मच सबैजना साथीले युवराज सफललाई सपोर्ट गरिदिनुहोस् ल देशमा आगो लाउने घन्टे ग्याङहरूलाई परास्त गर्ने हो देशमा आगो लाउने घन्टे ग्याङहरूलाई हामीले परास्त गर्नुपर्छ ढुक्क आउनुहोस् यस्ता घन्टे अपराधी ग्याङहरूलाई अब देश डुबाउनेहरूलाई हामीले कारवाही गर्ने हो सबैजना आउनुहोस् ल भ्रष्टहरूलाई देश जलाउनेहरूलाई हामी कारवाही गर्छौँ नमस्ते दादा नमस्ते 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 हेलो 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 सफल नमस्कार नमस्कार हजुर समीक्षा कहाँबाट हो समीक्षा पोखराबाट ए अब दादा तपाईँ फेरि आउनुहुन्छ सफल दादा अलि युवराज दादा गीत सुनाउनु त त्यही भएर मैले तपाईँलाई तानेको तपाईँको बिग फ्यान हो युवराज सफल दादा खोइ त फलो ब्याक दिनुभएछ म त अहिलेसम्म के साह्रो भर्खर आउनु भएको छ ल गीत सुनौ ल तपाईँ गीत सुनौ आज रमाइलो गरौँ त ल हजुर फलो ब्याक दिएको छ गीत सुनौ कहाँबाट हो